साथीहरु हेर्न सक्नुहुन्छ यो ग्राइन्डर मेसिन यो रोटेट ह्यामर ग्राइन्डर मेसिनले कटिङ गरेर हेर्न सक्नुहुन्छ यो चाहिँ सिंगल लिभर कन्सिल डाइभर्टरको लागि हो यो डाइभर्टर कन्सिलको लागि यहाँनेरि यो कटिङ गरिरहेको छ ग्राइन्डर मेसिनले अब रोटेट ह्यामरले यहाँनेरि फुटाउनु पर्ने बाँकी छ हेर्न सक्नुहुन्छ डाइभर्टर कन्सिल फिटिङको लागि यहाँनेरि कटिङ गरिरहेको छ साथीहरु च्यानलमा नयाँ हुनुहुन्छ भने एसडीपी इलेक्ट्रिक प्लम्बर युट्युब च्यानल सब्स्क्राइब गर्नु होला नयाँ हुनुहुन्छ भने फलो गर्नु होला साथीहरु आज त भिडियो विशेष छ यो देखिने चाहिँ सिंगल लिभर कन्सिल डाइभर्टरको लागि हो डाइभर्टर कन्सिलको लागि हो डाइभर्टर यहाँ फिटिङ गर्न लागिरहेको छ साथीहरु हेर्न सक्नुहुन्छ यो चिपिङ चाहिँ डाइभर्टरको चिपिङ हो हेर्न सक्नुहुन्छ यहाँनिर पाइप फिट गर्न बाँकी छ माथि यो हेयर शावर हेर्न सक्नुहुन्छ यहाँ तल सिंगल लिभर कन्सिल डाइभर्टर यहाँ फिटिङ हुन्छ साथीहरु यो 12 इन्चीमा यहाँनिर फिट गर्न लागिरहेको छ साथीहरु यो तल देखिने चाहिँ स्पकको हो यहाँ हेर्न सक्नुहुन्छ यहाँनिर यो दाहिनेपट्टि चिसो यो देब्रेपट्टि चाहिँ तातो हेर्न सक्नु बेसनको पोइन्ट यहाँनिर पाइप फिट गर्न बाँकी छ चिपिङ हेर्न सक्नुहुन्छ यो 1.5 इन्ची आउटलेटको हो हेर्न सक्नुहुन्छ साथीहरु च्यानलमा नयाँ हुनुहुन्छ भने एसडीपी इलेक्ट्रिक प्लम्बर युट्युब च्यानल सब्स्क्राइब गर्नु होला साथीहरु नयाँ हुनुहुन्छ भने फलो गर्नु होला लाइक गर्नु होला शेयर गर्नु होला साथीहरु